साथीहरु नमस्कार। आज तपाईहरुको माझमा मैले यो हामीसँग चायापुतो पिम्पलको चाहिँ कम्बो सेटको कुनै पनि प्रोडक्टहरु खास मैले कुनै पनि नल्याइकन यहाँ नदेखाइकन यो डिस्प्लेमा कुनै स्याम्पल आएको छ कुनै के छ यो कुनै पनि मैले यो तपाईहरुलाई चाहिँ ठ्याक्कै यो कम्बो सेटको मा पर्ने केही छ तर मैले यो इनहरुलाई मैले फोकस गर्न चाहिन केही कुरा जानकारी गराउन आइराखेको छु। मैले कुनै प्रोडक्टहरुलाई नदेखाइकन आज म के भन्न गइरहेको छु त भन्दाखेरि एकजना यहाँनिर चाहिँ एकजना सरले कमेन्ट गर्नु भएको छ। मलाई पनि विश्वासै लागेको थिएन। 1 महिनासम्म मेरो मम्मीको चाहिँ जुन चायापोतो 1 महिनासम्म युज गर्दाखेरि पनि सबै थरी युज गर्दाखेरि पनि 20 को 19 पनि भएको थिएन। तर अहिले निरन्तर युज गर्दै जाँदाखेरि धेरै राम्रो भएको छ, 95% राम्रो भएको छ। धन्यवाद भनेर भन्नु भएको छ। हो साथीहरु, यो चायापोतो पिम्पल यहाँनिर चाहिँ कतिले चाहिँ तपाईको 3 वर्ष 4 वर्ष 5 वर्ष 10 वर्ष 15 वर्ष 20 वर्षसम्म उपचार गर्दाखेरि पनि ठीक नभएको अवस्थाहरु छ। तर यहाँ हामी कहाँ चाहिँ आइसकेपछि मान्छेको एउटा स्वभाव हो मेरोमा पनि हुन सक्छ, म आफूमा पनि उपचार गरे पछाडी छिट्टै ठीक होस् भन्ने। तर हामीले जुन किसिमले उपचार गरिराखेको छौं यो चाहिँ लगाउने साथै खाने साथै 60-60 जाने किसिमको क्रिम पनि होइन र यो जुन किसिमले हामीले हर्बल डाइटी सप्लिमेन्टहरु दिइराखेको छौं, हर्बल जुसहरु दिइराखेको छौं, हर्बल एकदमै टी यो चायापोतो पिम्पलहरुकै लागि जे चाहिन्छ त्यो कुरा दिइराखेको छौं। खानी साथै र लाउने साथै 60-60 जाने टाइपको होइन। किन त भन्दाखेरि यो सबै नेचुरल भएको कारणले गर्दाखेरि नेगेटिभ साइड इफेक्ट नगरिकन चाहिँ बिस्तारै राम्रो गर्दै जाने हो। र जसले यहाँनिर कमेन्ट गर्नु भएको छ उहाँकै रिकमेन्डमा यहाँनिर उहाँले चाहिँ यहाँनिर कति जनालाई यहाँ पुर्याउनु पनि आउनु भएको छ। यहाँ हामीसँग रिपोर्ट छ लगभग 9-10 जना मेरो पनि ठीक भएको थिएन। त्यसपछि ठीक भए पछाडी मैले चाहिँ यहाँ ल्याइदिएको है सर, यहाँनिर मेरो दिदी मेरो आन्टी मेरो साथी भन्दै ल्याउनु भएकोहरुको यहाँ शिला हुनुहुन्छ, उहाँलाई पनि अहिले एकदम राम्रो भएको छ 1.5-2 महिनाको हारारीमा। यहाँनिर शर्मिला हुनुहुन्छ, उहाँलाई पनि हेर्नुस् है हामीले चाहिँ यस्तो रिपोर्ट बनाएर मात्र गर्छौं। पुरै मेडिकल हिस्ट्रीहरु रिपोर्टहरु गरिसके पछाडी उहाँलाई पुरै परामर्श लिइसके उहाँबाट लिइसके पछाडी हामीले दिइसके पछाडी अनि मात्र हामीले चाहिँ यो चायापोतो पिम्पलको चाहिँ सुरुवात गर्छौं ट्रिटमेन्ट गर्नको लागि। जहाँबाट चाहिँ अब हामीले भनेको जस्तो रुललाई फलो गर्नेहरुको राम्रो भएको छ। हेर्नुस् यति धेरै जसले यहाँनिर कमेन्ट गर्नुभयो उहाँकै रिकमेन्डमा आएको उहाँहरु हुनुहुन्छ है। लगभग यहाँनिर 9-10 जना हुनुहुन्छ। अहिले प्राय सबैको हामीले रिपोर्ट राखेको छौं, उहाँहरुको फिडब्याकहरु लिइराखेको छौं, सबैलाई राम्रो भएको छ। यसमा पनि अब हामीले के गर्छौं त भन्दाखेरि यो खानी लगाउने तरिकाहरु प्रपरली हामीले नेपालीमा लेखेर एकदम बुझाएर दिन्छौं। जहाँ यो कुनै अनलाइन होइन। हेर्नुस् अनलाइनले जस्तो तपाईको चाहिँ एकदम 100% जान्छ आजको भोलि ल 20औं वर्षको 30औं वर्षको भनेर चाहिँ लगाउने साथै 60-60 गएको त्यस्तो भिडियोहरु हामीले कुनै पनि नराखिकन हाम्रो नेचुरल वेबाट जसरी चाहिँ ठीक भइरहेको छ त्यो कुरा हामीले चाहिँ गरिरहेछौं। र अर्को कुरा म के अवगत गराउन चाहन्छु त भन्दाखेरि तपाईहरु कोही कसैले अहिले पनि हाम्रो चाहिँ यो प्रोडक्टहरु प्रयोग गर्दै हुनुहुन्छ भने तपाईहरुले चाहिँ 1 महिना 2 महिना भित्रमै सारसुर गएन राम्रो भएन भनेर तपाईहरु आत्तिनै हुनुहुन्छ भने तपाईहरु नआत्तिनुस्, फलोअपमा बस्नुस्। कम्तीको पनि 2-4 महिना त फलोअपमा बस्नुस्। हेर्नुस् 20औं वर्षदेखिको चाहिँ समस्या 20औं वर्षसम्म अरु ठाउँमा उपचार गर्दाखेरि चाहिँ जाँदै नगएको स्किन पुरै बिग्रिसकेको सेन्सिटिभ भइसकेको अब स्किनको चाहिँ अब स्टामिना नै एकदमै हार्श भइसकेको लो भइसकेको त्यस्तो अवस्थालाई नेचुरलमा ल्याउनको लागि समय लाग्छ साथीहरु। हेर्नुस् नआत्तिनुस्। यसैले गर्दाखेरि मैले यो तपाईहरुलाई एउटा चाहिँ कोही कसैले प्रयोग गर्दै हुनुहुन्छ र कसैले प्रयोग गर्नको लागि के गरौं भनेर कन्फ्युजन हुँदै हुनुहुन्छ भने चाहिँ तपाईहरु चायापोतो पिम्पलको लागि हामीले जुन किसिमको रिसर्च गरेर अध्ययन गरेर जुन किसिमले हामी ट्रिटमेन्ट गरिराखेको छौं 99% रिजल्ट दिइराखेको छ। यो आज पनि म दावाको साथमा भन्छु, आज यति धेरै मान्छेहरुको रिपोर्ट छ हामीसँग, यति धेरै एकै जनाबाट 9 जना 10 जना आएको छ भने सम्झिनुस् आज हामीले 3-4 वर्षदेखि चाहिँ यसै सम्बन्धीको लागि हामीले काम गर्दै आइराखेको छौं। त्यसले गर्दाखेरि तपाईहरु दुविधामा नपर्नुस्। तपाईहरुलाई हामी पुरै परामर्श कम्तीको पनि उहाँहरुलाई हामीले चाहिँ 2 चोटी 3 चोटी सम्म चाहिँ आधी घण्टा 1 घण्टासम्म यसको बारेमा चायापोतो के कारणले आउँछ, कसरी जान्छ, कसरी ट्रिटमेन्ट गर्नुपर्छ त्यो जानकारी दिएर अनि उहाँहरुसँग उहाँहरुको चाहिँ मेडिकल हिस्ट्री समस्याहरु के छ त्यो सबै लिएर मात्र हामी ट्रिटमेन्ट गरेको छौं। जसको कारणले गर्दाखेरि सबैको राम्रो भएको छ। हो यहाँनिर चाहिँ केही पर्सेन्टको 100मा 1% 2% को गएको छैन। उहाँहरुले हामीलाई फोन गरेर पनि भनिराखेको छ गएको छैन भएन यहाँ त्यहाँ भनेर भन्नुभएको छ। कसैको 2 महिनासम्म पनि गएको छैन, 3 महिनासम्म पनि गएको छैन, जाँदैन। किन त भन्दाखेरि उहाँको शरीरमा हर्मोन कति वर्षदेखि चाहिँ चेन्जिङ भएर बसिरहेको छ, हर्मोनमा डिसब्यालेन्स भएको छ, पेटमा कति वर्षदेखि चाहिँ समस्या भइरहेको छ भनी स्किनको भिटामिनहरु नपुगिरहेको अवस्था हुन्छ। उहाँको शरीरको स्टामिना नै कमजोर भइरहेको छ त पहिला वर्षौंदेखि चाहिँ समस्या छ त त्यो कहाँ 2 महिना 3 महिनामा पुरा ठीक भएन भनेर आत्तिर त हुँदैन नि। यसले गर्दाखेरि धैर्य गर्नुस्। तपाईहरु कोही प्रयोग गर्दै हुनुहुन्छ भने 1-2% मा त्यस्तो छ, मैले यो कुरा प्रश्नै पारी हेर्नुस् हैन। र जसले राम्रो भइसकेको छ उहाँहरु त एकदमै ह्यापी हुनुहुन्छ, खुसी हुनुहुन्छ।
त्यसले गर्दाखेरि तपाईहरु चायापत्तो पिम्पलदेखि ग्रसित हुनुहुन्छ भने आउनुस्, हामी परामर्श दिन्छौं र फुल्ली रूपमा तपाईको चाहिँ चायापत्तो पिम्पलको लागि हामीले अहिलेसम्म स्किन टेस्टहरु सबै होल बडी टेस्टहरु गरिरहेका छौं, फ्रीमा गरिरहेका छौं। तपाईहरुलाई पनि हामी गर्ने बाचा हामी गर्छौं भन्दै यो कुरा चाहिँ तपाईहरुको लागि। हस्त, धन्यवाद।